चाहिँ हेर्नुहोस् यो सरिया पाखा यहाँ चाहिँ हामीले बाइक चाहिँ यहीँ राखेर अब यहाँबाट हाम्रो पैदल यात्रा सुरु हुन्छ खुमैसम्मको वनको बिचमा शीतल खाँदै अब हामी चाहिँ ठाडो बाटो सकेर थोरै तेर्सो बाटो लाग्दैछौँ। वनको चाहिँ किराहरूको आवाज सँगसँगै चिसो हावा, मौसम सफा, वरिपरिको दृश्य हेर्दै हामी अगाडि बढ्दैछौँ। अब अर्को ठाउँ नआइन्जेलसम्म अर्को भिडियोको लागि प्रतीक्षा गर्नु होला। ल यहाँ चाहिँ बिचबिचमा यस्तो ठाँटी अनि यहाँ चाहिँ फोहोरको व्यवस्थापनको लागि चाहिँ यहाँ डस्टबिनहरू पनि राखिएको छ र चाहिँ हाम्रो गन्तव्य ठ्याक्कै आँखा अगाडि छ। यता धौलागिरी, यता माछापुच्छ्रे, कता यहाँ हेर्न सक्नुहुन्छ। यति बेला हामी ठ्याक्क हिले भन्ने ठाउँमा आइसक्यौँ। हामी यहाँ चाहिँ हिले फर्कनेर यहाँ बदम बिहान आमाले हालिदिनु भएको बदम चाहिँ खाँदैछौँ है। यो खाएपछि फेरि हाम्रो यात्रा चाहिँ सुरु हुन्छ। हेर्दै गर्नु होला। आउँदै यहाँ चाहिँ गोल काँक्री भेटाएका छौँ। यसलाई अब टिपेर खानुपर्छ। एउटा रातो रहेछ, एउटा चाहिँ ठिकैको छ है। ल गाना झाँसुनी रहेछ तेरि। हामी आएको कहाँनिर र? हामी उत्तरदेखि आएको। खुमैको ठ्याक्कै हामी तल फेदीमा छौँ। अब यस्तो ठाडो उकालो रहेछ यहाँनिर। यो चाहिँ अब कसरी कटाउने हो? यहाँसम्म त जेन तेन आइसक्यो। अब यसलाई चाहिँ यहाँ हेर्नु, यो उकालो माथि बादलले छेकेकोसम्म नकटिन्जेलसम्म यो कटेपछि बल्ल खुमै डाँडा रहेछ। हेर्नुहोस् यस्तो छ स्थिति। अब ल्याएको कुरा चाहिँ खाएर सकिसक्यो। अब माथि गएर खाने भनेर चाहिँ हिँड्दैछौँ दुई दाजुभाइ। ल यस्तो छ है। ल त ल यहाँ चाहिँ खुमै 45 मिनट छ। यहाँबाट हेर्नु यो उकालो चाहिँ डाँडा पुरै कटेपछि उहाँ चरा घुमेको निर हेर्नु। यता धौलागिरी हो कि जस्तो लागिरहेको छ। ल यहाँबाट तल हामी कति तलबाट आइयो थाहै छैन। सब कुहिरो लागिरहेको छ। ल अब चाहिँ खुमै डाँडा उक्लिसकेपछि
फेरि अर्को भिडियोमा जोडिनेछौँ। हवस् त। यो अगाडि माथि ल दुई डबल बेड, यता एकजना यता एकजना। ल होइन जाडो त कता कता यति धेरै। Chưa đã chứ.
अब हामी बिस्तारै फर्किने क्रममा छौँ। माथि पुरै हिउँ बादल लागेर पुरै हिउँले चाहिँ अब घाम लगाइरहेको छ। अब हामी चाहिँ बिस्तारै हाम्रो चाहिँ ब्यागहरू उहाँ छ, उहाँ घुम्ने डाँडामा। त्यहाँ नास्ता सास्ता गरेर हामी चाहिँ फर्किँदैछौँ। अब मोबाइलमा ब्याट्री पनि सकिसकेको छ, चिसो कारण बिहान 100% गरेर आएको, अहिले चाहिँ 10% र तल भइसक्यो। चिसो एकदमै धेरै चिसो छ हिजो पानी परेको कारणले। तपाईँहरू पनि आउँदै हुनुहुन्छ भने अलि तातो कपडाहरू लिएर आउनु होला र रेनकोट चाहिँ नबिर्सिनु होला। कति बेला पानी पर्छ, कति बेला चाहिँ घाम लाग्छ थाहै हुँदैन। ल हाम्रो बादल चाहिँ नि हामी त ठ्याक्कै मुनि सरर चाहिँ माथि आउँदैछ। हामी चाहिँ तल झर्दैछौँ। बाटो हेर्नु होला भने यो चाहिँ काली लाग्ला जस्तो चाहिँ बाटो छ। ल हेर्नुहोस्, ल यहाँबाट चाहिँ गइयो भने सिधै कहाँ पुगिन्छ त भन्दा सार्दी खोला। ल कस्तो छ बाटो तल सिधै ओहो यस्तो छ है। अब कोही चाहिँ आउँदै हुनुहुन्छ भने खुट्टा दरा झोलामा चाहिँ तातो कपडा दरौ गरेर आउनुहोस् है। ल